सो हे गाइस स्वागत छ तपाईहरुलाई मेरो यो छोटो मिठो भ्लगमा फेरि पनि नयाँ भिडियो लिएर आइसके गाइस के छ खबर सन्चै होला म पनि ठिकै नै छु। आज चाहिँ हाम्रो घरमा मेरो बुढीले चाहिँ सेवाले भन्ने बनाउने भनेर चाहिँ मैले आइटमहरु सबै ल्याएको छु अनि चाहिँ काट्ने काम सुरु गरेको छ गाइस। धेरै केही नदेखि भिडियो स्टार्ट गर्छु।
मैले यहाँ टक्कसँगले प्याजको अनि खोर्सानीको बन्दाको आइटमहरू काटिसकेँ होइन। अनि त्यसपछि यहाँ मेरो बुढीले चाहिँ पुरा यो चाहिँ के गर्यो किमा बनाइरहेको छ होइन टक्कसँगले मासुको। यस्तो बिजोग हेर्नु त मासु काटेर बिगाएर छिलिपितिली पारेर यस्तो गरिरहेको छ। यो बनाउने चाहिँ आज हामीले के अरे खास के अरे अलि ठुलो स्वरले बोल्न हौ के अरे के ले रे यता आएर भन्दा के भनेको रे यता आएर भन्नु त अनि ल स्याबाले चाहिँ बन्ने रहेछ गाइस। अब यो सबै भइसक्यो होइन। अब यति नै होइन बनाउनु पर्ने काट्नु पर्ने छ पिठोको आइटम बाँकी छ गाइस। पिठो पनि मिसिसकेको छ अहिले सब रेडी भएर टक्क फेरि तार्ने बेलामा पनि एक स्टेप भिडियो जान्छ गाइस होइन। अहिले चाहिँ भिडियो यति नै हस् त थ्याङ्क यू। हेर्नुहोस् गाइस सबै कुरो काटकुट भएर अब यहाँ चाहिँ किमा मोल्ने कार्यक्रम सुरु भइरहेको छ। यो मोमोको जस्तो मासु कम्बो मासु कम्बो अरे 1 किलो मासु कम हुन्छ है 1 किलो मासुमा यहाँ देखि भन मैले सबै हाल्नु हो अनि के मासु अझै हाल्ने पर्दैन न मासु धेरै हालेर खानु हुँदैन। ठिक छ त यतिको अब सराबरी छ सबै आइटममा मासु हेर्नु त गाइस यस्तो छ यहाँ त लास्टमा कस्तो देखेछ कराइदिनु यस्तो दामी भइरहेछ गाइस। अब पुगेन अरे के भन्नु अब कराइदिनु न कराइदिनु कसले कराउनु आगो सागोबाट बालेर कराइसराइ बसालियो अर्को चुलामा बाल्ने बाँकी छ गाइस। अहिले चाहिँ एउटैमा कस्तो चाहिँ अहिले चाहिँ यस्तो भइसकेको छ गाइस हेर्नु छ आमा यसै बालेको के रे नाम चाहिँ होइन भन्नु मैले बिर्सेँ सेवाले रे क्या सेवाले हेर्नुहोस् गाइस यस्तो हेर्नुहोस् गाइस सबै कुरो रेडी भएर चाहिँ अहिले हामी टक्कसँगले लाइट बलिरहेको रहेछ तर नदेखेको मैले लाइट बलेको यसरी तार्ने काम यो सेवाले भने यसरी बनाएर किमा सिमा सब हालेर मासुको किमा होइन मतलब कुखुराको चिकन किमा हालेर चाहिँ यस्तो दामी बनाएर चाहिँ तार्ने काम भइरहेको छ होइन। हेर्नुहोस् हामीले चाहिँ यहाँ अब पुग्ने बाँकी चाहिँ 1 घन्टा भइसक्यो। मैले खाएको पनि हामी भिडियो हाल्छौँ गाइस हामी देखाइ खान्छौँ नि कहाँ एक्लै खान्छौँ त नि फाइनली गाइस हेर्नुहोस् बनिसकेर पनि अब चाहिँ खाने बेला भयो। हेर्नुहोस् यस्तो छ आइटम यहाँ चाहिँ यो के ग्रेभी होइन यो मसिनो अचार हो मासुको ग्रेभी छ यो पनि हेर्नुहोस् गाइस ओ माई गॉड कति मिठो होला वाउ हरियो खुर्सानी पनि छ नि है ल त्यो लाग्यो हरियो खुर्सानी एकजना धोएर खानु पायो भने कति मिठो होला झन् यस्तो हुन्छ पुरा मासु किमा मेरो बुढोको चाहिँ ओठमा घाउ भएको रहेछ त्यसले गर्दा अलिक खाना कार्य भएको छ बिचरालाई यस्तो मुन्टो कोल्टो पारी